Lo dan dir so lo dan do 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 shi chen bio da shi chi rin ye zhe zhe so so ne so ni le ta shi bi ji den yong a ni la chen na cha ten ri cha wa sun ba la ge la ni wa so ra ko shi ne zhe dong ba ge sam lu yi ta shi de de fun zong zo ba shu na cha ten ri cha wa sun ba la ge la ni wa so zhe dong ba ge sam lu yi ta shi de de fun zong zo ba shu na cha ten ri cha wa sun ba la ge la ni wa so zhe dong ba ge sam lu yi ta shi de de ba la ye zhen shi ge mo ro ni be ma zhe me se我都看着某某个姐姐些说答案都给亲戚了，我只是说说，我说别忙些的，我姐姐都想上别忙也是了，都过来也是学的，别忙兄弟些说那可多，看着某别个姐姐些说答案都给亲戚了，只是说说，我说别忙些的，我能谁过的呀？他们这个世界那面这不。这大马的出出的不多，咱不莫浪的，他们这学业不长都莫不拉做的上一手，婚结些年都马这让着老样子多呢。我的你个妹妹老的面这那上学的，马的身上回来就这个一些大姐们上的学学生。这些我也早就我，他从这就当把兄弟这些人出马牛，后面三个人我也莫让他把也看守不住身边也让就一把木是呢，一些钱包他也说，我也出发也没家家啊，他家上面。어때? 어떻게 나가? 이런 게 계좌 버리자고? 이게 어디야? 나브리오이? 나브리오. 어디다 남산이 원하는 기호 아니거든? 예, 뭐하리요? 남산에 지금. 알고 그래 어디 하지? 알고 했어. 이거는 했어. 나를 했더니 아니 그거 바디에고 No. Yeah. राम्रो काममा होइन नराम्रो काममा भेटियो ल ताई आए स्पेनबाट हामी आए युकेबाट गन्तव्य चाहिँ नेपाल पोखरा
भेट्यौँ हामी दोहाको इन्टरनेसनल एयरपोर्टमा भेटेर अब हाम्रो फ्लाइट चाहिँ यता B10 मा छ गेट नम्बर हामी त्यता जाँदैछौँ अहिले बिहानको कति 5:30 हुन लाग्यो 어디? 어디 가서? 아थे दस के गाडीले पनि बस पनि भइबला Cái xí khẩu chế ra mà
ल मागिन्छु भाइ पानी त्यो हावामा हालिदिनु होइन कि रानी मान्छेले त चार झन् मेसी हम ये गुवा ये के हरेक घरमा जान्थ्यौँ घरमा समाज नभएर 4 दिसमा 6 दिशा गान्थ्यो हो क्या अब चाहिँ हाम्रो परिवार चढाउने त उता राखेको क्या अब हजुर चढाउने कुराहरू चाहिँ धेरै प्याक भएर यता राखेको cái problem hại bên ngoài á thôi con mà giờ mới ăn cái tạt vào ấy đấy giờ mới ăn cái nó mà nói nhìn đi từ phía Iya, Pak. Kok nggak berani?
Thank
लिएर जानै पर्दछ। उहाँको निधनले हामी सबैलाई स्तब्ध र मर्माहत तुल्याएको छ। शोक सन्तप्त परिवारजनप्रति भावपूर्ण संवेदना प्रकट गर्दछु। यस दुःखद घडीमा उहाँको परिवारलाई पर्न गएको अपूरणीय क्षति सहन गर्ने शक्ति भगवान बुद्धले प्रदान गर्नु। उहाँको भौतिक शरीर हामीमा नरहे तापनि सम्झनाको मन्दिरमा सधैँ जीवन्त रहनेछ। उहाँ स्वर्गीय हेमकुमारीको आत्माप्रति शान्तिको लागि हामी 1 मिनटको लागि मौन धारण गर्नेछौँ। बाबा पार्टीले आफ्नो शिरको चामलमाथि यस्तो गरेर चिनेर Madam. बुद्धि गुमाउने कि त्यत्रो नबाल्नु 2-3 बाल्ने हुन्छ बाल्नै गाह्रो हुन्छ रामघाटको शब्दह स्थलमा हामी उपस्थित भइरहेका छौँ। अब हामी केही कुराहरू आजको कार्यक्रमको बारे जानकारी गराउन
अहिलेको अवस्थामा माथि आयो बेनीखोला गाउँपालिका वडा नम्बर 5 माथि नै तत्कालीन अवस्थामा बाँगे फर्के गाउँपालिका गाउँ विकास समिति वडा नम्बर 7 सिमसरा पुरानो घर भई हाल लामो समयदेखि पोखरा महानगरपालिका वडा नम्बर 7 घारीपाटनमा बस्दै आउनुभएको आदरणीय हाम्रो आम्ज्यू बुद्धि कुमारी गुरुङ हाम्रो बाँगेलीहरूले सबैले रातपाटा माइली भनेपछि सबैले चिन्नुहुन्छ। उहाँको असामयिक देहावसान भयो। आज उहाँको अन्त्येष्टि कार्यक्रममा अथवा आज हामी अन्तिम बिदाई गर्ने क्रममा यहाँ उपस्थित भएका छौँ। मैले भनिहालेँ पुरानो गाउँ बाँगे सिमसरा हाल पोखरा महानगरपालिका वार्ड नम्बर 7 घारीपाटनमा बस्दै आउनुभएको लामो समयदेखि उहाँ अस्वस्थ हुनुहुन्थ्यो। घर परिवारबाट उहाँलाई उहाँको उपचारमा खटिरहनु भएको थियो। तर कहिलेकाहीँ अवस्था यस्तो हुँदो रहेछ हामीले सोचेको भन्दा फरक हामी उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका थियौँ। हामीले प्रार्थना गरिरहेका थियौँ उहाँ छिटोभन्दा छिटो निको भएर हिजोको दिनमा हामीसँग जसरी सँगसँगै उहाँ हिँडिरहनु भएको थियो त्यसरी नै उहाँ फेरि पनि आउनुहुन्छ भन्ने हामीलाई लागेको थियो। तर दुःखको कुरा गत जेठ 1 गते यही महिनाको 1 गते दिउँसो लगभग 3:30 बजेतिर उहाँले हामी सबैलाई उहाँको परिवारसहित हामी सबैलाई छोडेर अहिले उहाँको पार्थिव शरीर मात्र हामीसँग छ। केही समय पछाडि त्यो पार्थिव शरीरलाई पनि हामी नष्ट गर्नेछौँ। उहाँलाई हामी प्रार्थना गर्छौँ कि उहाँको यात्रा सुखवती भवनको यात्रा सहज होस्। त्यो यात्रा सहज गराउनको लागि आदरणीय गुरुहरूले पूजापाठ गरिरहनु भएको छ। तपाईँ हामीले अब प्रार्थना गर्छौँ। तपाईँ हामी सबैले प्रार्थना गरिरहेका पनि छौँ जसले गर्दा उहाँको यात्रालाई अरू सहज होस् सजिलो होस् भन्ने हामी कामना गरिरहेका छौँ। उहाँको बारेमा थोरै जानकारी गराउन चाहन्छु। उहाँको नाम बुद्धि कुमारी गुरुङ रातपाटा माइली भनेपछि बाँगेली सबैले चिन्नुहुन्छ। रातपाटामा जन्मनु भएर पछि त्यही गाउँमा सिमसरामा हाम्रो वीरबहादुर कज्यौसँग उहाँको लगनगाँठो बाँधियो। त्यसपछि उहाँको जिन्दगी सहज रूपमा अगाडि बढिरहेकै थियो। सबै राम्रो भइरहेको थियो। तर अहिले उहाँको स्वास्थ्यले पनि उहाँलाई साथ दिएन र आजको घडीमा हामीले उहाँलाई गुमाइसक्यौँ। उहाँको सशरीर हामीले उहाँलाई उपस्थिति गराउन सक्ने अवस्था रहेन। उहाँको बुबाको नाम स्वर्गीय नरकाजी गुरुङ, उहाँको आमाको नाम स्वर्गीय मनसुबा गुरुङ, उहाँको श्रीमानको नाम वीरबहादुर गुरुङ, उहाँको बहिनीको नाम पनि बुद्धि कुमारी गुरुङ। उहाँ अहिले पोखरा महानगरपालिका वार्ड नम्बर 7 घारीपाटनमा बस्दै आउनुभएको छ। उहाँको छोरा बुहारीहरू छोरा श्रीप्रसाद गुरुङ, बुहारी निता गुरुङ, छोरा रामकाजी गुरुङ, बुहारी शर्मिला गुरुङ, छोरी ज्वाइँहरू छोरी उमादेवी गुरुङ, ज्वाइँ दिलीप गुरुङ, छोरी सूर्य गुरुङ, ज्वाइँ दर्शन गुरुङ, छोरातर्फ नातिनीहरू सेजना गुरुङ, रेशमा गुरुङ, रोसिता गुरुङ, छोरीतर्फबाट नातिहरू दिनेश गुरुङ, नातिनी बुहारी माया गुरुङ, नातिहरू उमेश गुरुङ र एरोना गुरुङ, छोरीतर्फ नातिनी अलेना गुरुङ, छोरीतर्फ पनातिनी पनि हुनुहुन्छ उहाँको मायारा गुरुङ र उहाँको क्रियाको काम चाहिँ उहाँको आफ्नै निवास घारीपाटन स्थित उहाँको निवासमा हुनेछ।
तपाईँ हामी सबैलाई थाहा छ आज हामीले 3 दिनको बाद अथवा छिमेकै बिहान छिमेकैको कार्यक्रम सम्पन्न गरेर आज यहाँ हामी उपस्थित भइरहेका छौँ। त्यस कारणले अब छिमेकैको अर्को समय जानकारी गराउनु परेन। आज छिमेकैको कार्यक्रम सम्पन्न भइसकेको छ र यहाँलाई अर्को जानकारी पनि के गराउन चाहन्छु भने उहाँको पितृ कार्य यही आउने यही जेठ महिनाको 13 गते बिहान थालेर भोलिपल्ट 14 गते साँझमा चाहिँ सम्पन्न गर्ने कार्यक्रम रहेको छ र स्थान चाहिँ घारीपाटन स्थित घले समाज घरमा पितृ कार्य हुनेछ। यहाँले यो जानकारी गराएँ र हाम्रो यहाँ जति उपस्थित हुन सक्नुभएको छैन उहाँ इष्टमित्रहरूलाई पनि यहाँले जानकारी गराइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। अब म उहाँको सम्झनामा हामी प्रार्थना गर्छौँ, 1 मिनट मौन धारण गर्छौँ। त्यसैले बाबाहरूले सबैले टोपी निकालिदिनु होला र आमाहरूले चाहिँ शिरको क्रमु चाहिँ निकालिदिनुको लागि अनुरोध गर्न चाहन्छु। यी सबैले पनि यहाँ जति उपस्थित छौँ सबैले एकपटक उहाँको सम्झनामा उहाँको आत्माको चिर शान्तिको लागि हामी प्रार्थना गरौँ। म 3 पटक ओम पेमे भन्छु, यहाँले पनि मेरो पछाडि भनिदिनुको लागि अनुरोध गर्न चाहन्छु। ओम मने पेमे ओम, ओम मने पेमे ओम, ओम मने पेमे ओम। त्यस पछाडि रित चढाउने फुल श्रद्धाञ्जलीको लागि रित लिएर आउनुभएको केही संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पनि म नाम सुनाउँछु। त्यसपछि क्रमिक रूपमा हामीले उहाँलाई फुल चढाएर अन्तिम बिदाई हामी गर्नेछौँ। सबैभन्दा पहिला मैले यहाँ तमु सभा समिति पार्दीबाट मैले एउटा संवेदना पत्र पाएको छु। त्योभन्दा अगाडि बागे मैदान नेपाली समाज युकेको तर्फबाट मलाई र हाम्रो ठाडगाउँ पोखरा एकता परिवारका अध्यक्ष सुधार खड्काबहादुर गुरुङजीलाई एउटा संवेदना उहाँले पठाउनु भएको छ। त्यो मेसेजमा भएको हुनाले मैले यहाँ त्यो चाहिँ वाचन गरिनँ। अध्यक्ष हाम्रो नारायण प्रसाद गुरुङ हुनुहुन्छ, उहाँले घर परिवारलाई विशेष गरेर मृतकलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घर परिवारप्रति गहिरो संवेदना प्रकट गर्नुभएको छ। म अब तमु सहयोग समिति पार्टीको तर्फबाट प्राप्त यो संवेदना पत्र पढ्न चाहन्छु। तमु सहयोग समिति पार्टी पोखरा सत्र, विषय हार्दिक श्रद्धाञ्जली। स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर 5 पाँगी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर 7 घारीपाटन राधाकृष्ण मार्ग निवासी श्री सहयोग समिति पार्टीका सदस्य श्री वीरबहादुर तमुको धर्मपत्नी श्री बुद्धि कुमारी तमुश्रीको 78 वर्षको उमेरमा मिति 2083 जेठ 1 गते शुक्रबार भएको असामयिक निधनको खबरले हामी सम्पूर्ण संस्था परिवार अत्यन्त मर्माहित भएका छौँ। स्वर्गीय बुद्धि कुमारी तमुश्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौँ। साथै यस दुःखद घडीमा सुख सन्तोष परिवारजन आफन्त तथा इष्टमित्रहरूमा धैर्य धारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून् भनी गहिरो संवेदना प्रकट गर्दछौँ। अध्यक्ष सुब्रत तुलबहादुर गुरुङ, कार्यवाहक सचिव गुड्डु गुरुङ, तमु सहयोग समिति पार्टी। हामी तमु सहयोग समिति पार्टी अध्यक्ष लगायत सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छौँ। यो दुःख घडीमा हामीले सम्झनुभयो, हाम्रो पितृलाई संवेदना श्रद्धाञ्जली सहितको यो संवेदना पत्र पठाउनु भएकोमा। त्यसरी नै अब हामी यहाँ केही संस्थाले रित लिएर आउनुभएको छ, त्यो चढाउनको लागि सर्वप्रथम एकता तमु समाज घारीपाटनको तर्फबाट रित चढाउने कार्यक्रम छ। उक्त संस्थाका अध्यक्ष आदरणीय अध्यक्ष दुर्गाबहादुर गुरुङ र उहाँको टिमलाई रित चढाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यस पछाडि हाम्रो अरुणोदय युवा ब्लक घारीपाटनबाट पनि रित लिएर आउनुभएको छ। उहाँको अध्यक्ष लगायत उहाँको टिमलाई त्यो रित चढाइदिनुलाई पनि म अनुरोध गर्न चाहन्छु। त्यसरी नै हाम्रो तमु सहयोग समिति पार्टीका अध्यक्ष सुब्रत तुलबहादुर गुरुङ लगायत उहाँको साथीहरू
उताबाट त्यो जल लिने गाईले छोरा बुहारीमा चाहिँ जानुपर्छ बाबा एकछिन छोरा बुहारी भन्दैछ अङ्कल जानु कान्छी यहाँ चाहिँ केमा बोलेर दिनु केमा
आफूले काट्यो भने है हाँ आफूले काट्ने